हेलो मेरो प्यारो मेरो साथीभाइहरूलाई सेवारो नमस्ते। यो चाहिँ ओनियन परोठा हो कि पहिला ओनियनलाई काट्यो मसिनो बनायो है, अनि भुट्यो, अनि आलुलाई पनि भुट्यो हौ त्योसँगै, अनि आलु परोठा जस्तै क्या। अनि आलु र त्यो प्याजलाई चाहिँ मजाले भुट्यो निकालेर गुनेको होइन, पिठोमा हालेर गुनेको होइन। के कस्तो ल हेर ल, अचार पनि ट्याक्क पारेर है, कस्तो क्या मजाले भन्छ नि हो होइन, यो पनि तातो छ त नि हो ल थ्याङ्क यू ल। अचार है त्यो यो अचार खानुपर्छ। म त यो अचार चाहिँ साह्रै क्या, यो चाहिँ र बदमको कान्छीले के बनाउँछ भेराइटी, ओहो दामी खान्छु ल। अब चाहिँ कस्तो मिठो क्या, ओहो मिठो, साह्रै मिठो। 5 स्टारमा पनि पाउँदैन हौ यस्तो त साँच्चै पो त। अनि अस्ति त्यत्रो होटलमा बसेको खै यस्तो मिठो खानु पाएन त, यतिको मिठो नै थिएन। तर एयरपोर्टको छेउमा 4500 दिनको। महँगै हो नि, तर यस्तो ब्रेकफास्टहरू चाहिँ त्यति राम्रो थिएन क्या, ठिकैको ब्रेकफास्टहरू त्यति राम्रो थिएन क्या। कस्तो मिठो, जो भए पनि घरको भनेको घरकै हुन्छ क्या है। त्यो मिठो तातो माछा कस्तो मिठो, साह्रै मिठो। Good job.